सङ्घ सरकार र प्रदेश सरकारको बिचमा समपूरक आयोजनाहरू हुन्छन्। पहिला त्यो 1 अरबसम्मको आयोजना हामीले 50 करोड राख्ने, सङ्घ सरकारले 50 करोड दिएर आयोजनाहरू बन्थे। अहिले त्यसलाई घटाएर चाहिँ नि योजना आयोग, राष्ट्रिय योजना आयोग घटाएर 30 करोडमा ल्याएको छ। त्यो 2 वर्ष पहिला निर्णय भएको आयोजना हो। त्यो आयोजनाको कन्टिन्युटीमा गएको 19 करोड रुपियाँ छ। त्यो कसैले खोज्यो, कसैले बुझ्यो किन गएछ त यो 19 करोड रुपियाँ त्यहाँ एउटै योजनामा? त्यतातिर त हामी कसैले गएन। 2 वर्ष पहिला सङ्घ सरकारको समपूरक योजनाको कन्टिन्युटी हो। त्यो अर्को वर्ष पनि जान्छ। मैले भने नि अर्को वर्ष पनि त्यही 19 करोड जान्छ त्यो आयोजनामा। 3 वर्षको लागि हो। नसकिन्जेलसम्म सङ्घ सरकारले आधा राख्छ, प्रदेश सरकारले आधा राख्छ, जम्मा 19 करोड जान्छ। मैले के भन्नु पर्यो, यति तथ्य त बुझिदिनु पर्यो समाचार बनाउनुभन्दा पहिला। यति कुरा त सम्प्रेषण सुसूचित अथवा सूचनाको हक भन्नासाथ सही सूचना सम्प्रेषण गर्ने पनि त कर्तव्य होला नि त हामीहरू सबैको। त्यसलाई पनि त हामीले ख्याल गर्नु पर्ला नि। अरू आएको छ टिका टिप्पणी स्वाभाविक गरिदिन्छु, म त्यसलाई केही भन्दिनँ। आज बिहान म आउने गर्दाखेरि यहाँ आउनुभन्दा अगाडि एकजना मान्छेले मलाई फोन गर्यो। के भन्नुभयो भन्दाखेरि, भाइ अलिकति त म पनि विरुद्धमा बोल्न पर्ने हो भन्नु। बोल, तिम्रो अधिकार, तिमी मान्ने हो, तिमी चाहिँ त्यो संसदमा छौ, तिमीलाई आफूलाई लागेको कुरा बोल। किन तिमीलाई विरुद्धमै बोल्नु पर्छ त्यो पनि भन नि त। हिजो समर्थनमा बोल्ने कसैको पनि न्युज आएन, जसले विरुद्धमा बोल्यो त्यसको सबैको न्युज आयो। मेरो न्युज बनाउनु बोल्छु र अन्यथा नसोच्नु। यो मानसिकताबाट हामी सम्प्रेषित गर्न थाल्यौँ भने, यो मानसिकताबाट वक्ताहरू बोल्न थाल्यो भने र त्यसैलाई आधार मानेर हामी समाचार सम्प्रेषण गर्न थाल्यौँ भने हामी समाजलाई कहाँ लैजाँदैछ अथवा यो समाज कहाँ पुग्दैछ? यति कुरा त हामीले पनि ख्याल गर्नु पर्ला नि। जिम्मेवार पत्रकारिताले यति कुरा त ख्याल गर्नु पर्ला नि कि पर्दैन? त्यो पनि तपाईँहरूको बिचमा चाहिँ बहस होस् भन्ने म चाहन्छु। मैले सबैलाई आरोप लगाइरहेको छैन। एउटा योजना, बाटोको योजना माग्न आउनुभयो कोही साथी, पत्रकार साथी, योजना पाउनु आयो, पाइएन एउटा योजना भन्दैमा सारा बजेट खत्तम छ, यो चाहिँ लयो मुख्यमन्त्रीले खायो, मानौ मैले घरमा लगेर खायो जस्तो भएर न्युज आइरहेको छ। मलाई त्यसले खासै छुँदैन, किनभने 47 वर्षको मेरो राजनीतिक जीवन छ। मैले धेरै उतार चढाव दिइरहेको छु, त्यसैले मलाई खासै छु। तर समाजमा कसरी सम्प्रेषित गरिरहेको छु हामी पुरा त्यति मात्र। अब यसको बारेमा लामो चर्चा गरेँ। 13 गते सबै पत्रकारलाई मेरो निम्ता छ है यहीँबाट। 13 गते सदनमा मेरो जवाफ दिने पालो छ। अहिले जति पनि मिडियामा कुराहरू उठिराखेका छन्, म यहाँ सार्वजनिक रूपमा मिडियामा के सदनमै उठेको कुरा म सदनमै जवाफ दिन्छु। त्यसैले तपाईँहरू सबैलाई मेरो निम्ता छ, पत्रकार साथीहरूलाई आउनु होला 13 गते संसदमा चाहिँ त्यो 13 गते जवाफ दिने पालोमा तपाईँहरू आउनु होला र सत्य तथ्य के हो, वास्तविकता के हो, कसरी बनेको, म 100% मैले राम्रो गरेको छु अथवा 100% करेक्ट भएको छ त्यो म भन्दिनँ। केही कमी कमजोरी होला, सुधार्नु पर्ने पक्षहरू होला, त्यसलाई आत्मसात हामी गर्छौँ। तर रियालिटी के हो 13 गते तपाईँहरूलाई मेरो निम्ता छ। आउनु होला, सुन्नु होला कि कसरी बनिएको थियो, के अवस्था हो र कसरी चाहिँ अगाडि बढ्दैछ भन्ने कुरा। त्यसैले चाहिँ नि कवि यहाँ कस्तो छ भन्नु होला भन्दाखेरि, साथीभाइहरूको कुनै चाहिँ नि योजनाको कुरा भन्नुहोस्, राजनीतिक अपोइन्टमेन्टको कुरा भन्नुहोस्, अरू केही कुरा भन्नुहोस्, कुराकानी हुन्छ। कुराकानी हुँदा सबै कुरा त सबैले पूर्ति गर्न सक्ने अवस्था पनि रहँदैन। त्यसले गएर एउटा न एउटा कुरा लेखिदिन्छ बेलुका सामाजिक सञ्जालमा, केही न केही लेखिकै हुन्छ। अनि त्यसपछि अरू को कहाँ के अवस्थामा मसँग चाहिँ रिसाइरहेका साथीहरू हुन्छ त्यो मैले थाहा पनि पाउनु फेरि कहाँनिर रिसाउनु भएको छ भन्ने कुरो थाहा हुँदैन। त्यो कति काम भन्नुभयो होला, थाहा छैन होला, कति एक्सपेक्टेसन थियो होला, पुगेको छैन होला, रिसाइरहेको हुन्छ मनमा। म त्यो बुझ्दा पनि बुझ्दिनँ, थाहा पनि पाइँदैन फेरि। अनि लेखिदिन्छ एउटा सामाजिक सञ्जालमा, भोलिपल्ट त्यो मिडियामा आउँछ। पछि यस्ता कुराहरू के सूचना हुन्, के होइनन्, के समाचार हुन्, के होइनन्, त्यति कुरा त अलिकति ख्याल गरिदिनुपर्छ। त्यसैले हक मात्र होइन, हक त प्राप्त संविधानले दिएको छ। त्यो अधिकार प्राप्त गर्नु भएन भने त त्यहाँ लेखेकै रहेछ त के गर्नुपर्छ, पनिसमेन्ट के आउँछ, त्यो दण्ड सजाय के हुन्छ, सबै कुराहरू त हामीले गरेकै छौँ। त्यसलाई कार्यान्वयन त सबै मिलेर गरौँ न, त्यसलाई त कुनै आपत्तिको कुरा नै भएन। तर के हो भन्दाखेरि अहिले जसरी चाहिँ नि हामीले समाजलाई दोहोऱ्याउनु पर्ने थियो, लैजानु पर्थ्यो, सब भएन कि कतै यो बारेमा हामीले आफूले आफूलाई पनि रिथिङ गर्नुपर्छ। राजनीतिक कार्यकर्ताले मात्रै रिथिङ गर्नुपर्छ कि समाजका सबै स्टेक होल्डरहरूले रिथिङ गर्नु पर्ला, त्यो बारेमा पनि लाग्छ।
त्यसैले गर्दाखेरि जुन अहिले यो समाचारको हक प्रमाणको आधारमा चाहिँ प्रमाणमा आधारित पत्रकारिता आफूले आफैलाई हेरौँ। कति कुरा चाहिँ हामीले प्रमाणमा आधारित भएर लेखिराखेका छौँ, कति कुरो प्रमाणमा आधारित भएन भनेर लेखिरहेका छौँ, कतिपय कुरा आफ्नो व्यक्तिगत तृष्णा मेट्नको लागि लेखिरहेका छौँ, अथवा कतिपय कुराहरू चाहिँ सत्यमा आधारित भएर हामी लेखिरहेका छौँ। यो कुरा पनि हुनुपर्छ र यो कुराहरूको पनि छलफल तपाईँहरूको बिचमा भएर एउटा निचोड दिनुपर्छ मेरो यहाँलाई अनुरोध पनि हो। र अब वाल्मिकी प्रदेशको सवालमा मैले सुरुमा पनि भने कि कुनै पनि सूचनाको हकको अधिकारबाट कोही पनि वञ्चित हुनु पर्दैन। यदि त्यस्तो कहीँ कमी कमजोरी देखिएको छ भने त्यो करेक्सन गर्न व्यक्तिगत म र मेरो सरकार तयार छ। यति कुरा पनि म यहाँलाई भन्छु। कतिपय कुराहरू मैले अघि भने अन्जानवश पनि हुन्छ, थाहा नपाएर पनि हुन्छ, नजानेर पनि हुन्छ। त्यसलाई करेक्सन गर्ने ठाउँ चाहिँ हुनुपर्छ। जानी अथवा छाडातन्त्र होइन, म फेरि दोहोऱ्याएर भन्छु। लामो समय तपाईँ हामीले चाहिँ नि सङ्घर्ष गरेर ल्याएको यो डेमोक्रेसी हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। यसको रक्षा गर्नुपर्ने जिम्मा पनि हामी सबैको हो। मेरो बारेमा समाचार लेख्दाखेरि केही छैन, तर मेरो बारेमा समाचार लेखिरहँदा अथवा हाम्रा संरचनाहरूको बारेमा समाचार लेखिरहँदाखेरि अथवा हाम्रा चाहिँ नि क्रियाकलाप अथवा राज्य संरचनाको बारेमा समाचार लेखिरहँदाखेरि सुझावको रूपमा करेक्सनको रूपमा हामीले लेख्नै पर्छ। जनचेतना जगाउनको लागि पनि लेख्नुपर्छ, सुसूचित गराउनको पनि लेख्नुपर्छ। तर एउटा कुरा चाहिँ यहाँले ख्याल गरिदिनुहोस्, मैले पहिला पनि भन्छु अहिले पनि भन्छु कि हामीले सम्प्रेषण गराइरहँदाखेरि अथवा हामीले आफ्नो मनको तृष्णा पोख्नको लागि समाचार लेखिरहँदाखेरि यो हामीले ल्याएको सिस्टमलाई अथवा यो सिस्टमलाई फाल्न चाहनेहरू अथवा अहिले प्राप्त भएको अग्रगमनलाई पछाडि धकेल्न चाहनेहरू, अहिलेको हाम्रो संविधानले निर्दिष्ट गरेको अधिकारहरूलाई बाट सन्तुष्ट हुन नचाहेकाहरूलाई बल पुग्छ कि पुग्दैन, त्यति कुरा चाहिँ हामी ख्याल गर्नुपर्छ। समाचार नलेख्नुहोस् पनि भन्दैन, तर एउटा कुरा चाहिँ स्टोरी बनाइरहँदाखेरि यसले सिङ्गो सिस्टमलाई चाहिँ नि कहाँनिर चाहिँ नि मद्दत पुग्छ या जानेर नजानेर त्यसको बरखिलाफमा जनमत सिर्जना गर्ने अवसर भइराखेको छ। यति कुरा चाहिँ यहाँको ख्याल गरिदिनुपर्छ। केही समय हामी सबैले भोग्या हो, यही बहुदलीय व्यवस्था आइसकेपछि पनि छोटो समय राजाले 2-3 वर्ष जति शासन आफूलाई लिए। त्यो बेलामा हामी सबैले भोग्यौँ के हुँदो रहेछ, प्रतिगमन पछि के हुँदो रहेछ। 3 वर्ष 4 वर्ष हामीले भोगेको होइन। म आज पनि भन्छु तपाईँहरूलाई कि त्यसको पहिलो शिकार तपाईँहरू गर्नुहुन्छ, म त दोस्रो शिकार गर्छु। किन भन्दाखेरि मलाई थुन्नुभन्दा पहिला, मलाई पनिसमेन्ट गर्नुभन्दा पहिला तपाईँहरूलाई पनिसमेन्ट गर्नुपर्छ। किनकि यो मलाई पनिसमेन्ट गरिएको कुरा बाहिर निकाल्नुहुन्छ तपाईँहरूले भनेर पहिला तपाईँलाई थुन्नुपर्छ, तर तपाईँलाई रोक्नुपर्छ, तपाईँको कलम हाल्नुपर्छ। देख्नु होला नि त त्यतिखेर पनि टेलिभिजनको स्क्रिनको पछाडिपट्टि आर्मीको चाहिँ नि एउटा वर्दी लागेको मानिस उभिएर तपाईँको समाचार भाषण गरे हो नि, लेख्न पर्या हो नि त। त्यहाँ पहिला त तपाईँहरूको कलम भाँचेपछि मात्रै हाम्रो मुख थुन्नुपर्छ। हाम्रो मुख थुन्नको लागि तपाईँहरूको कलम भाँच्नुपर्छ। यति कुरा चाहिँ यहाँले ख्याल गरिदिनु होला। मेरो त्यति मात्र अनुरोध, अरू खासै मलाई धेरै छ। किन अहिले कतिपय कुराहरू चाहिँ मिथ्या रूपमा प्रचारण भइरहेको छ कि त्यसको निवारण निकाय कुन हो, त्यसलाई चाहिँ कहाँनिर हेर्ने हो, नियमन कसरी गर्ने हो, त्यो चाहिँ जरुरत छ। त्यसमा तपाईँहरू आफै अहिले सञ्चार जगतमा विशेष गरेर अझ यो इन्फर्मेसनको सामाजिक सञ्जालहरूमा आउने न्युज र मेन स्ट्रिमको मिडियामा आउने न्युजहरूमा त फरक हुनु पर्यो। कसरी बुझाएको छ त पब्लिक? सामाजिक सञ्जालमा त तपाईँ हामी जसले पनि जे पनि पोस्ट गरिदिन सक्छ। त्यही पोस्ट भएको आधारमा मिडियाले पनि न्युज बनाइदियो भने त्यो सही सम्प्रेषण हुन्छ कि गलत सम्प्रेषण हुन्छ होला, त्यो त देखिया छ त अहिले यदाकदा। सामाजिक सञ्जालमा कसैले लेखेको भरमा त्यसलाई चाहिँ सत्य तथ्य भन्ने कुरा चाहिँ हो होइन भन्ने कुरा भेरिफाई नगरिकन त्यसैलाई आधार मानेर हामीले समाचार सम्प्रेषण गऱ्यौँ भने त त्यो त सत्य, कतिपय कुराहरू सत्य हुँदैन नि। हाम्रो सोसाइटी कसरी अगाडि बढाएको छ? म मुख्यमन्त्री भएको व्यक्तिगत रूपमा मन नपराउने मान्छेहरू पनि हुनु होला।
गाडी चढेको मन नपराउने पनि हुनुभयो। त्यो सरकारी क्वार्टरमा बसेर मन नपराउने हुनुभयो। मेरो अगाडि पछाडि 2-4 पुलिस लाएर हिँडेकोलाई दाहा ईर्ष्या गर्ने मेरै परिवारभित्रका मान्छेहरू पनि हुनुभयो। उहाँले पनि केही लेखिदिनु होला सामाजिक सञ्जाल, मैले अरूलाई किन उदाहरण दिनु। अनि त्यसैलाई आधार मानेर पत्रकारिता जगतमा चाहिँ समाचार हो भनेर सम्प्रेषण भयो भने त्यो तथ्यमा आधारित हुन्छ, त्यो हुन सक्दैन। हिजो भर्खर मैले एउटा मिडियामा पढेँ कि मुस्ताङ बराबरको बजेट एउटै कार्यक्रममा गोर्खामा मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा गयो भन्ने कुरा मैले पढेँ। म आजै तपाईँलाई भन्छु, अर्को वर्ष पनि त्यसरी नै जान्छ। त्यो रकम के हो बुझ्नु पऱ्यो नि। पहिला सङ्घ सरकार र प्रदेश सरकारको बिचमा समपूरक आयोजनाहरू हुन्छन्। पहिला त्यो 1 अरबसम्मको आयोजना हामीले 50 करोड राख्ने, सङ्घ सरकारले 50 करोड दिएर आयोजनाहरू बन्थे। अहिले त्यसलाई घटाएर चाहिँ नि योजना आयोग, राष्ट्रिय योजना आयोग घटाएर 30 करोडमा ल्याएको छ। त्यो 2 वर्ष पहिला निर्णय भएको आयोजना हो। त्यो आयोजनाको कन्टिन्युटीमा गएको 19 करोड रुपियाँ छ। त्यो कसैले खोज्यो, कसैले बुझ्यो के किन गएछ त यो 19 करोड रुपियाँ त्यहाँ एउटै योजनामा? त्यतातिर त हामी कसैले गएन।